बालेन्द्र शाह अथवा हामी सबैले चिनेको नाम बालेन यो केवल एउटा व्यक्तिवाचक संज्ञा मात्रै रहेन अब यो त नेपाली राजनीतिमा आएको एउटा ठूलो बदलावको एउटा तरङ्गको प्रतीक बनेको छ। काठमाडौँको गल्लीबाट सुरु भएको उनको यात्रा कसरी सिंहदरबारसम्म पुग्यो, साँच्चै भन्नुपर्दा यो कुनै फिल्मको कथाभन्दा कम छैन। आउनुहोस् आज हामी यही असाधारण यात्राको हरेक मोडलाई अलि नजिकबाट निहालौं। ल हेर्नुहोस् त यो कुरा, यो उनले आजभन्दा धेरै वर्ष अघि 2017मा आफ्नो फेसबुकमा लेखेका थिए। त्यतिबेला उनी राजनीतिको चर्चामा कतै पनि थिएनन्। तर यो एउटा सामान्य फेसबुक पोस्ट मात्रै थिएन, यो त एक प्रकारको घोषणा थियो, एक युवाको आक्रोश, उसको सपना र आत्मविश्वासको एउटा बुलन्द आवाज। कसले पो सोचेको थियो होला र कि यही घोषणाले एक दिन देशको नेतृत्व गर्छ भनेर? उनको यो यात्रालाई हामी 5वटा प्रमुख खण्डमा हेर्नेछौं। पहिलो, सडकमा गुन्जिएको उनको र्यापको आवाज। त्यसपछि काठमाडौँको मेयरको रूपमा सहर सफाईको अभियान। अनि युवा विद्रोहको त्यो निर्णायक आह्वान। त्यसपछिको ऐतिहासिक चुनावी विजय। र अन्तमा प्रधानमन्त्रीको कुर्सीमा बसेर उनले देखेको भविष्यको नेपाल। उनको कथा सुरु हुन्छ काठमाडौँको सडकबाट। उनी कुनै ठूलो राजनीतिक घरानाबाट आएका थिएनन्। उनी त थिए एकातिर व्यवस्था विरुद्ध र्याप मार्फत प्रश्न उठाउने एक कलाकार अनि अर्कोतिर देश बनाउने सपना बोकेको एक इन्जिनियर हो। यही दुई फरक पहिचानको मिश्रणले नै उनको राजनीतिको जग बसाल्यो। सन् 1990मा काठमाडौँमा जन्मेका बालेनले 2012मा आफ्नो पहिलो गीत सडक बालक निकाले। एकातिर उनको सङ्गीतको यात्रा जोडतोडले चलिरहेको थियो, अर्कोतिर उनले भारतको एउटा प्रतिष्ठित विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स डिग्री पनि सके। कस्तो अचम्मको संयोजन है, सङ्गीत र इन्जिनियरिङ। तर सायद देशलाई त्यतिबेला चाहिएको पनि यही थियो। सडक बालक यो उनको पहिलो गीत मात्रै थिएन, यो त उनको राजनीतिक दर्शनको पहिलो झलक थियो। उनका गीतहरू मनोरञ्जनका लागि मात्रै थिएनन्, बरु तिनमा आक्रोश थियो, विद्रोह थियो र परिवर्तनको एउटा उत्कट चाहना थियो। वर्षौंदेखिको राजनीतिक अस्थिरता र भ्रष्टाचारबाट वाक्क भएका युवाहरूले, विशेष गरी जेन जेडले उनको हरेक शब्दमा आफ्नै आवाज भेटाए। हो, यही आवाजले उनलाई परम्परागत राजनीतिभन्दा फरक एउटा भरपर्दो विकल्पको रूपमा स्थापित गरिदियो। र्यापको दुनियाँबाट एकैचोटि फड्को मारेर बालेन राजनीतिमा आए, त्यो पनि सिधै देशको राजधानी काठमाडौँको मेयरको रूपमा। सोच्नुस् त, एक स्वतन्त्र उम्मेद्वार जसको पछाडि कुनै पार्टी थिएन, थियो त केवल जनताको असीम विश्वास। 61,767 यो केवल एउटा नम्बर मात्र होइन, यो त वर्षौंदेखि सत्तामा रहेका राजनीतिक दलहरूलाई जनताले दिएको एउटा कडा जवाफ थियो। ठूला ठूला पार्टीका दिग्गज उम्मेद्वारहरूलाई पछि पार्दै एउटा स्वतन्त्र उम्मेद्वारले यति ठूलो मतान्तरले जित्नु, साँच्ची भन्नुपर्दा यो नेपालको राजनीतिमा एउटा भूकम्प नै थियो। अब मेयरको रूपमा उनको कार्यकाल निकै उतार चढाउपूर्ण रह्यो। एकातिर नगर परिषदको बैठक लाइभ गरेर पारदर्शिताको सुरुवात गर्ने, फोहोर व्यवस्थापनमा नयाँ तरिका अपनाउने र मिचिएका सार्वजनिक जग्गा फिर्ता ल्याउने जस्ता कामले उनले खूब प्रशंसा बटुले। तर अर्कोतिर अनाधिकृत संरचना हटाउन चलाइएको डोजर अभियान र टुकुचा खोला खोजी जस्ता कदमले उनलाई विवादको केन्द्रमा पनि ल्यायो। उनको काम गर्ने शैली अलि आक्रामक थियो, कसैले यसलाई काम गर्ने तरिका भने त कसैले अविवेकपूर्ण भनेर आलोचना पनि गरे। काठमाडौँमा काम गर्दा गर्दै देशको राजनीतिले भने एउटा अर्कै मोड लियो। देशैभरि भ्रष्टाचार विरुद्ध युवाहरू सडकमा उत्रिए। हो, यही आन्दोलनले बालेनलाई महानगरको सीमाबाट बाहिर निकाल्यो र राष्ट्रिय राजनीतिको केन्द्रमा आउन बाध्य बनायो। 76 यो नम्बरले त्यो आन्दोलनको गम्भीरता र त्यसले चुकाएको मूल्य देखाउँछ। जेनजेडले नेतृत्व गरेको त्यो भ्रष्टाचार विरोधी आन्दोलनमा 76 जनाले आफ्नो ज्यान गुमाए। यो बलिदानले देशमा एउटा ठूलो राजनीतिक शून्यता सृजना गर्यो र नयाँ नेतृत्वको मागलाई झनै चर्को बनायो। सडकको आवाज राम्ररी बुझ्ने बालेनले यो आन्दोलनलाई खुलेरै समर्थन गरे। हो, त्यही युवा आन्दोलनको आह्वानलाई शिरोधार्य गर्दै बालेनले जनवरी 2026मा मेयर पदबाट राजीनामा दिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर काठमाडौँको सुधारको आफ्नो मोडललाई अब पुरै देशमा लैजाने अठोट लिए। यो उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो र सायद सबैभन्दा निर्णायक मोड थियो। त्यसपछिको कथा त इतिहास बनिसक्यो। राष्ट्रिय चुनावमा बालेन र उनको पार्टीले जुन प्रकारको विजय हासिल गर्यो, त्यसले सबै राजनीतिक पण्डितहरूलाई चकित बनाइदियो।
यो हेर्नुहोस् त, झापा 5 जुन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गढ मानिन्थ्यो, त्यहाँ बालेनले 68,000 भन्दा बढी मत ल्याएर ऐतिहासिक जित दर्ता गरे। यो जित कुनै एक व्यक्ति वा पार्टीको मात्रै थिएन, यो त परिवर्तन चाहने सिङ्गो पुस्ताको जित थियो, जसले पुराना शक्तिहरूलाई एउटा स्पष्ट सन्देश दियो। बालेन शाह प्रधानमन्त्री बन्नु कुनै सामान्य घटना थिएन। उनी देशको 43औं प्रधानमन्त्री मात्रै बनेनन्, 35 वर्षको उमेरमा विश्वकै सबैभन्दा कान्छो सरकार प्रमुख बने। यति मात्रै होइन, उनी मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् र स्वतन्त्र मेयरको पृष्ठभूमिबाट देशको कार्यकारी प्रमुख बन्ने पनि पहिलो। यी प्रत्येक कीर्तिमानले नेपालको राजनीतिमा कति गहिरो र संरचनात्मक परिवर्तन आएको छ भन्ने कुरालाई संकेत गर्छ। अब सबैको मनमा एउटै प्रश्न छ, बालेनको नेतृत्वमा नेपालको भविष्य कस्तो होला? उनको सरकारको दृष्टिकोण के छ र उनका अगाडि चुनौतीहरू चाहिँ के छन् त? प्रधानमन्त्रीको शपथ लिए लगत्तै बसेको पहिलो मन्त्री परिषद बैठकले उनको प्राथमिकता के हो भनेर स्पष्ट पारिदियो। सुशासनका लागि 100वटा नयाँ पहल, जेनजी आन्दोलनको छानबिन आयोगको प्रतिवेदन तुरुन्तै कार्यान्वयन गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता। यी निर्णयहरूले के देखाउँछ भने उनको सरकार भाषणमा होइन, काममा विश्वास गर्छ। र्यापर, त्यसपछि इन्जिनियर, अनि मेयर र अन्ततः प्रधानमन्त्री। बालेन शाहको यो अविश्वसनीय यात्राले हामी सबैलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनाउँछ। के साँच्चै एउटा व्यक्तिको सपना, उसको दृढता र इमान्दारीले सिङ्गो देशको भविष्य बदल्न सक्छ? खैर, यसको जवाफ त समयले नै देला, तर उनको यात्राले लाखौं युवाहरूमा आशाको दियो भने पक्कै पनि बालेको छ।